पछाडि मैले तपाईहरुलाई रिक्वेस्ट गरेर मेरो च्यानल सब्स्क्राइब गर्न लागेको थिएँ नि याद छ हेलो एभ्रीवन आज हामी सोल फरेस्ट घुम्न आएको आफ्टर सो लङ वेलकम ब्याक टु माई च्यानल मैले रिक्वेस्ट यस्तो अचम्म मान्न पर्दैन है फोहोर फाल्ने नभेटेर फोहोर बोकेर बसिरहेको थिएँ अनि उनीहरू चाहिँ फोहोर फाल्न जाँदैछ तपाईहरुलाई मैले एकदम धेरै पहिला मेरो च्यानल सब्स्क्राइब गर्न लागेको थिएँ त्यसपछि भ्लग बनाउन भ्याएको छैन किनकि अफ कोर्स बिकज अफ काम एन्ड एभ्रिथिङ सो अन टु आवर राइट देयर इज अ पार्क अफ कोर्स घुम्न आएको पार्कै त घुम्न आएको नि के हुन्छ त अक्कड हो ल हामी चाहिँ यस्तो जामासामा लाएर म इभन दो मैले चाहिँ यस्तो लुगासुगाहरू जामासामाहरू लाउँदिनँ तर पनि मैले लगाइदिएको आज किनकि मेरो दुईजना साथीहरूले भनेको आज व्हाइट लाउनु पर्ने रे नि ल साथीहरू आउनुहोस् हामी सँगै भ्लग बनाउँदै जाउँ खै म तपाईँहरूलाई स्याउ फलेको देखाइदिन्छु कोरियामा चाहिँ एकदमसँगले यस्तो पार्कहरूमै स्याउहरू फलेको हुन्छ अनि त्यस्तो स्याउहरू चाहिँ ओ माई गड धुलो रिमाइन्ड्स अफ काठमाडौँ यहाँ चाहिँ यस्तो रुखहरूमै स्याउहरू फलेको हुन्छ अनि त्यो चाहिँ टिपेर खाँदा पनि हुन्छ जस्तो देख्नु सक्नुहुन्छ यहाँ क्यान यु सी ओरेन्ज कलरको स्याउ पनि फल्छ कोरियामा सो या द्याट्स इट यो आज हामीसँग जोडिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ ब्युटी इज पेन भनेर उहाँले चाहिँ खुट्टा हाम्रो खुट्टा यत्रको पेन ब्युटीले पेनकिलर सर्टिफाइड यापर्स तर यस्तो यस्तो भएर क्या हामी चाहिँ टुलिप्स हेर्न आएको गाइस तर टुलिप्स चाहिँ खासै छ जस्तो लागेन टुलिप्स इज द्याट गाइस कता जाने साथीहरू कन्स्ट्रक्सनको काम धेरै भएकोले सोल फरेस्टमा चाहिँ एकदम धेरै धुलो रहेछ त्यही पनि धुलोसँग त हामीलाई अब त्यस्तो मतलब हुँदैन नि त किनकि हामी त नेपाली हो नि त 5 बजे पनि अहिले कति बजे ओइ उता हेर फाउन्टेन रहेछ त्यतै जाउँ बरु ल हामी फाइनली फाउन्टेनतिर आइसकेको छौँ डोल हामी यो पनि हेरौँ लाम्यान नुडल तिमीहरूले त पोहोर पनि यति फोटो खिचेको थियो मैले त पोहोर पनि फोटो खिचेको थिइनँ हामी वर्षैपछि सोल फरेस्ट आउने चाहिँ हाम्रो रिचुअल हो किनकि यहाँ आएन भने चाहिँ हामीलाई कस्तो हुन्छ भन्नु र क्या कोरियाको 1 वर्ष भएको छैन नाटक हामी चाहिँ तपाईँहरूलाई त्यहाँनिर वाटर फाउन्टेनहरू पनि देखाउँछौँ अनि यसरी भिडियो बनाएर हिँड्ने खासै कन्फिडेन्स नभए पनि कन्फिडेन्स इज द की पिरियड यहाँ चाहिँ धेरै 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 जोडी कपल्सहरू हुनुहुन्छ किनकि गुरास इन कोरिया वाट क्यान यु सी गाइज हाम्रो राष्ट्रिय फुल गुरासको अगाडि गुरास लाग्दैन मलाई कसैको माया यति तैँले हाँस्न र बोल्नलाई माया सम्झिस् भने त्यो तेरो भुल हो र मेरो साथीहरू चाहिँ ढिलो सुस्ती गरेर हिँड्दै हुनुहुन्छ तर म चाहिँ आज एकदम धेरै यिनीहरूको पनि एनर्जी मलाई नै आए जस्तो गरेर हिँड्दैछु यस्तै हुन्छ गाइज हामी बेतन आएको थियौँ आज चाहिँ अनि बेतन आउँदाखेरि यहाँ चाहिँ एकदम धेरै बालेन सरकारले गरेर परिवर्तन त लु बेतना त यस्तो राम्रो भएछ है कहिले बल्ल बेतन आएको अनि यति राम्रो बेतना देखेर त हामी त यति खुसी भयौँ नि हेर्नु न बेतनामा यस्तो धेरै प्रगतिहरू भइसकेछ यस्तो भ्लग त कसरी हाल्नु घरमा देख्यो भने मार्छन् कत्रो टल्केको ओ गड बेतना सिमसारमा 3 जना परिहरू आज बेतना सिमसार घुम्दा आएको अवस्थामा तपाईँहरू देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा बेतना सिमसारमा चाहिँ एकदम धेरै विकास भएको छ बालेन सरकार आएदेखि सबैजना जोडी बाहेक त कोही छैन बिजोडी त हामी 3 जना मात्रै छौँ 3 जना नि बिजोडीका फेरि 2 जना हो भने त जोडी हुन्छ नि त मोइस्ट ग्रासहरू रहेछ यहाँ चाहिँ अनि आज तपाईँहरूले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हाम्रो एकदम धेरै फुलहरू तर यहाँ चाहिँ पोहोर साल जस्तो धेरै टुलिप्सहरू चाहिँ रहेनछ तर अरू फुलहरू चाहिँ एकदम धेरै छ
ब्याकग्राउन्ड यो ब्याकग्राउन्डमा चाहिँ देख्नुहुन्छ तपाईँहरूले देख्न सक्नुहुन्छ एकदम ठुलो ग्राउन्ड छ यहाँ चाहिँ पिकनिक पार्टिज अर यत्तिकै यहाँनिर कोरियामा मान्छेहरू यत्तिकै चिल गर्न पनि आउनुहुन्छ यस्तो ठाउँहरूमा आउनुहुँदो रहेछ अब हामी चाहिँ फोटो खिच्न आएको जाने हो त्यो माई सोलमा फोटो खिच्न हामी पनि सोल घुम्नै त आएको नि हामी इन्चनबाट इन्चनबाट हामी सोल घुम्न आएको अनि सोल घुम्ने क्रममा सोलमा यति ठुलो ठुलो बिल्डिङहरू छ नि हेर्नु त म विदेशै आए जस्तो लाग्ने क्या आफैलाई हेरेर आफैलाई हाँस उठ्छ के गर्ने हेलो guys I am black this is our friend Rosika who is very beautiful and beautiful friend is one beautiful friend is very single. Beautiful friend is very single like me. ल हामी चाहिँ अब एकदम ठुलो यो रुख देख्दा चाहिँ मलाई कस्तो अट्याक एन्ड टाइटनको रुख याद आयो मलाई जे पनि त्यही याद आउँछ ल के हो भुइँमा ओ यहाँ हेर यहाँ त के हो यो टेक्न पाइँदैन क्या हो अहिले फेरि त्यहाँ टेक खै अब पाइन्छ होला के नपाइने यस्तो Soul my soul ब्याग चाहिँ ओ यो त डेजी होइन कि होइन हो ल जस्टिन बिबरको डेजी ल फाइनली ब्याग बिसाउने हो कस्तो गरम छ नि क्यामेरा त छैन वरिपरि त्यही पनि अब नडर मलाई विदेश आएछ म त भ्लग बनाएको जति ल्याङ लाग्छ त्यति भिडियो खिचिदिन्छु प्लिज बन्द गर्नु भन अनि मामु साथीहरू हेर्नुहोस् हामी चाहिँ घुम्दा यस्तो ठाउँमा आइपुगिसकेको छौँ अनि घाम डुब्नु लागेकोले गर्दाखेरि चाहिँ हामीले अब धेरै भिडियो बनाउन पाउँदैनौँ किनकि घाम इज द ओन्ली सिक्रेट अफ आवर एनर्जी गाइस यहाँनिर चाहिँ यस्तो टल्किङहरू पनि रहेछ आजै यिनीहरू यति वाक्क लाउँछु भित्र जाँदा चाहिँ पाइँदैन थाहा छैन तर इट्स भेरी प्रिटी यु क्यान सी ए यहाँ यो कुर्सीमा यहाँ कुर्सीमा बस्ने अरे अनि यस्तो अहिले मार्छ छोचो घरमा फोन होइन एकैचोटि भ्लग जान्छ मेरो चाहिँ होइन ब्याकग्राउन्डमा साह्रै घाम नआयो त भ्लग पनि राम्रो आउँदैन रहेछ गाइस अब लास्टमा चाहिँ हामी यहाँनिर यो इदोमा आएको छौँ अनि हान्डीघरमा यत्तिकै चेपाइते फोटो भिडियो बनाएर अनि स्ट्रिट फुड खान जान आँटेको अहिले चाहिँ मसँग उयो अभाइलेबल छैन के अरे स्टिक हो अघि त स्टिकमा बनाएको थियो नि त अनि हामी चाहिँ यहाँनिर गर्दै आशिका भन्ने चाहिँ थाहा छ मलाई एनिवे हामी चाहिँ स्ट्रिट फुड खान आएको नाइटमा सो हाम्रो रोसिका चाहिँ यहाँनिर उयो हेरेर बसिरहेको चाहिँ यताबाट आऊ न यताबाट उज्यालो आउँछ नि ल हेरौँ जहाँ गयो चिकन खायो लास्ट हामी चाहिँ यो खाना आँटेको चिकन सबैजना मिलेर अब भ्लगको हामी अन्त्यमा आइसकेको छौँ अब चाहिँ हामी घर जाने हो ल एकदम टेस्टी यम्मी